हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी घुम्न जाँदैछौँ मेरो साथी र म। गाइजहरू फुल भिडियो हेरिदिनु होला। हामी चाहिँ यो बाटो हुँदै जाने हो। म चाहिँ मराङ पुग्न लागेको हो। हाम्रो बजार यहाँ मुनि बजार छ, मराङ बजार। म तपाईँलाई देखाउने छु। मेरो साथी त्यहीँ आएको छ। मेरो साथीले कल गरेछ मलाई चाहिँ। म मराङ बजार आइपुगेको अहिले। यो चाहिँ हाम्रो मेन्साइम गाउँपालिका भवन हो यो माथिको चाहिँ। अनि अगाडि पुलिस चौकी रहेको छ। यो चाहिँ हाम्रो मेन्साइम गाउँपालिकाको मराङ बजार। मैले भेटिसकेँ उसलाई। गाडी छ, उसको बाइक यो हो। के छ? अल गुड। लाइभ भनिदेऊ ब्लगमा। कहाँ जाने? ल बस न त। ब्लग हान्दै म चाहिँ मेरो साथीसँग भेटिसकेको हो फाइनल्ली। अब हामी चाहिँ जाँदैछौँ। उसको बाइक चाहिँ उतै छ, उसको काम पऱ्यो अरे यहाँ परेर हामी उसको कामको लागि यता जाँदैछौँ हामी पल्लो बजारतिर। यो चाहिँ हाम्रो ग्यारेज भयो मान्छेहरूको मराङको। यो चाहिँ गाई चाहिँ अगाडिको के हो भन्नुहुन्छ भने यो चाहिँ म पढेको स्कुल हो। पैसा निकाल्न भनेर आएको थियो यहाँ दाइले कलै उठाइदिनु भएन। अब हामी चाहिँ लाइन आँटेको। गाइज वेलकम टु मराङ बजार। तपाईँहरूलाई मराङ बजारमा स्वागत छ फेरि पनि। कस्तो लाग्यो मराङ बजार? झोलामा हाल्देऊ न फुर्कालेर। हेलो गाइज, यो चाहिँ हाम्रो संसारे बजार हो। डाँडा गाउँ भन्छ यसलाई। यो चाहिँ हाम्रो डाँडा गाउँ बजार हो। हामी पुरै हो र छौँ। यहाँदेखि चाहिँ हाम्रो पिच सुरु हुन्छ चितुन्जी बजारमा। गाइस हामी चाहिँ लसुने, यही हो हाम्रो चाहिँ लसुने बजार हो। यो चाहिँ हामी चाहिँ लसुने बजार आइपुगेको छौँ अहिले। Traffic.
मामारी छ नि त अगाडि त मामा मामारी छ नि त अगाडि त मामा तना भइगयो नि अघि उताबाट गएको भन्ने रहेछ छ कि म सोध्छु फाइनल्ली बाटो भेट्यो होइन हामीले चाहिँ अब हामी चाहिँ जाँदैछौँ कहाँ छ कहाँदेखि छ अरे अङ्कल यो हरियो टिम देखेको मेरो गोठ हो हजुर अलिक पत्र गएर यस्तो घुमेर आउँछ अनि यो उतिस गाडी ठ्याक्कै बाटो निक्लिन्छ यता अलिक उयो खनेर बाटो खनेदेखि अलिक उतादेखि छ बाटो अलिकति पर्तिर त्यो घर देखिन्छ नि त्यहाँबाट यसो आउनुहोस् अनि यहाँबाट उयो उतिस गाडी ठ्याक्कै राम्रो बाटो छ ए ल ल धन्यवाद तपाईँले धेरै धेरै धन्यवाद तपाईँलाई माथि नै पुर्याइदिनु कि मेरो गोठ माथि नै छ ए ल तरिका तानेन नि अङ्कल एक नम्बर हाल्नु पर्थ्यो ल अलि अगाडि ठेल्नु अलि अगाडि एकछिन ल लु 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 म बिस्तारै भन्दैछु त एकछिन ल एकछिन ल यस्तो माल पहिले ल आउनु बस्नु लु 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 केही भएको छैन केही भएको छैन केही नि भएको केही भएको छैन भयो अङ्कल थाम्नै पाइनँ क्या उकालो पऱ्यो ठ्याक्कै यस्तै रोजिदिनु मलाई कि हजुर अब नि तपाईँ मटर तपाईँकै हो कि अङ्कल यो हाम्रै पनि छ ए ल खाने बेला अहिले भएको छैन यहाँबाट जानु उतिस गाडीमा यसो उतो गोड्छ नि हजुर यसो जानु ठ्याक्कै यो बाटी निक्लियो त निक्लिहाल्नु ए ल हुन्छ धन्यवाद यो कहाँ जाने बाटो यो चाहिँ यो चाहिँ यतै निक्लिन्छ तर बनिसकेको छ अरे त्यहाँ सजिलो छ जानु ल ए ल ल हुन्छ ती उतो घरले निक्लिहाल्नुहुन्छ ल लु जानु ल भाइ ल हुन्छ अङ्कल फाइनल्ली हामीले चाहिँ फेरि बाटो भेटिसक्यौँ अब चाहिँ हाम्रो गुफा जाने बाटो चियो हुँदै जान्छौँ हामी यताबाट हामी चाहिँ अहिले टुटे देउराली भनेर जाँदैछौँ यहाँ
यताको बाटो चाहिँ मुडे संसार जान्छ भने यता चाहिँ मुसा पोखरी जान्छ अब यताको बाटो छ यता जाँदैछ अब हाम्रो चाहिँ यहाँदेखि अफरोड सुरु हाम्रो अफरोड स्टार्ट यहाँदेखि चाहिँ Tony, hah? Buka tadi, itu bener nggak? Bener, mana sana tinggi? Wait, Mas. Mari kita lagi. Mari kita lagi. Tadi. Kau tinggal kan? Bumi lebih lagi. Dai. यो माथि जान्छ बाटो जान्छ कहाँदेखि छ कहाँदेखि जान्छ यो जाँदाखेरि ए ओए अगाडि रुक है ल अगाडि 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 क्या यहाँ 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 उँभो जाने अब हामी हजुर झन्नै लडेन एकछिन बस्नु म आउँछु पानीपुरी खान्छौ तिमी होइन हामी अहिले नखाने मन्दिर घर आएर खाने हो हजुर होइन हामी मन्दिर घर खाने हो कहाँदेखि आउनुभएको तपाईँहरू चैनपुरदेखि हामी तेह्रथुम मराङ चैनपुर कुन ठाउँदेखि आउनुभएको हजुर पोखरी पोखरी नि म चिन्छु त पोखरीमा नि अलिअलि राजन अधिकारी रमेश अधिकारी ए हाम्रो त्यही वरिपरि राजन सरकारदेखि मास्तिर आछि कस्तो मिठो भयो फेरि बनाइदिनु न आछि कस्तो मिठो भयो खपनी होइन उनी सकेको फुलाउनु नै सकेको आफू उसो भने यो लुकाउनु ल पढादेखि पाउनु भएको ओए के लैजाने हो कि हामीलाई लानु नि हामीले लाने नि त जाने पछाडि बसेर आउनु जाउँ अब गाडी नै जाँदैन
पूजाको सामान पर्दैन हामीलाई कहाँदेखि जाने बाटो हो यहाँदेखि यहाँ माथिदेखि जान्छ के त्यहाँदेखि ए उयो अमिलो खानु मिल्छ भरे हामी खोज्छौँ है सबै गएर सोल्टिनीहरू पर्ने हुँदो रहेछ तपाईँहरू त अघि अलिक बेलामा भेटेको भएर धान नाच्नु पर्छ कि तर अब हामी ओह्रालो आउँदा तपाईँहरू उकालो जाँदै होइन बाई वान्स मोर सबैजनालाई बाई धन्यवाद तपाईँको युट्युब आइडीलाई सब्सक्राइब गरेर लाइक गरेर भक्कु कमेन्ट गर्छु आई लभ यु भन्दा पनि